आज बिहान 4 बजे उठे। आफ्नो अरू साधनाहरू सकाइसकेपछि 33 राउन्ड सूर्य शक्ति गरे। सद्गुरुबाट साम्भवी महामुद्रामा दीक्षित भएको र यो अभ्यासलाई निरन्तरताको साथ गर्दै आएको लगभग 8.5 वर्ष भयो। 8.5 वर्षको अनुशासित अभ्यासले मेरो जीवनको अनुभव एकदमै आनन्दमय भएको छ। जसरी बाहिरी दुनियाँलाई सुविधाजनक र उत्कृष्ट बनाउने विज्ञान र तरिका भए जस्तै हाम्रो जीवनको आन्तरिक अनुभवलाई पनि हरपल हरक्षण आनन्दमय र उत्कृष्ट बनाउने विज्ञान र तरिका छ। त्यसलाई भनिन्छ इनर इन्जिनियरिङ। यदि तपाईँ आफ्नो जीवनको अनुभव हरपल हरक्षण आनन्दमय र सन्तुष्ट बनाउन चाहनुहुन्छ भने कम्तीमा पनि हरेक दिन 40 मिनेट आफ्नो आन्तरिक दुनियाँलाई सुन्दर र उत्कृष्ट बनाउने दिशामा कदम चाल्नै पर्छ। यो एउटा लगानी हो। निश्चित समयसम्म निरन्तर 40 मिनेटको योग अभ्यासले तपाईँको जीवन अद्भुत बनाउनेछ। आजलाई यति, भोलि फेरि भेटौँला।